हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी मन्दिर जाने भनेर रेडी हुँदैछौँ अनि चिया पनि खाएँ। म बिहान चिसो थियो नि त, नुहाउने गरेको चिसो भयो थियो अनि चिया खाएर रेडी भयौँ। अनि रेडी भएर माथि यो चन्द्रकालिका मन्दिर जाने एकदम धोको थियो 1 वर्ष अगाडिको, अनि आज चाहिँ पुरा भयो। हेर्नु होला, म आज हजुरहरूलाई यस्तो लोकेसन पनि देखाइदिन्छु। यहाँ रेडी भएर स्कुटी निकालेँ अनि स्कुटी स्टार्ट नभएर एकछिन फेरि दिमाग खराब गरायो अनि स्टार्ट गरेर अनि गयौँ हामी चाहिँ। यो चाहिँ लेखनाथ अर्गाउँ चोक हो। यहाँ अफिसबाट मैले यसै भिडियो यो मन्दिर जाने भनेर भिडियो देखाउँदैछु छु। मैले पोहोर सालको भिडियोमा राखेको थिएँ कि यो मन्दिर जाने मन छ भनेर, तर आज बल्ल जुर्यो 1 वर्षपछि। अनि त्यहाँ जानलाई हामी अब यहाँ बाटोमा निस्किन्छौँ। यहाँ मन्दिर आज चाहिँ कस्तो मौसमले साथ पनि नदिएको, बिहान पानी पर्ला जस्तो भइरहेको थियो मौसम हेर्दाखेरि। अनि यो अर्गाउँ चोक हो है साथीहरू। यो अर्गाउँ चोकबाट हामी यहाँबाट चढ्यौँ अनि यहाँबाट चढेर यहाँबाट अर्गाउँ चोक हो ठ्याक्क। अब उताबाट पोखरातिर आउँदाखेरि बायाँ साइड पर्यो अनि हामी बायाँ साइडबाट यो चोकबाट भित्र छिर्छौँ। भित्र छिरेपछि यो अलिकति अगाडि गएपछि फेरि दायाँ साइड लाग्छौँ। त्यहाँबाट चाहिँ दायाँ साइड लाग्छौँ अनि त्यहाँबाट थोरै अगाडि गएपछि दायाँ साइड लागेपछि थोरै बायाँ साइड लाग्छौँ अनि त्यहाँबाट भित्र छिर्छौँ। अनि अलिकति अगाडि बस फेरि भित्र छिरेर अलि माथिपट्टि निस्किने बाटो छ। अनि यस्तो बाटो पनि यस्तो कच्ची पनि छ। यहाँ चाहिँ अलिअलि कच्ची छ, अलिअलि पिच भएको रहेछ। कति राम्रो देखिन्छ तल लेखनाथ, हेर्नु न कस्तो राम्रो देखिन्छ त्यहाँबाट हेर्दाखेरि। अनि यहाँबाट हामी जाँदै थियौँ, कालो कालो थियो गयौँ। अनि यहाँ हेर्नु न कस्तो राम्रो घरहरू, कति राम्रो तल माथिबाट तल हेर्दा त्यस्तो राम्रो देखिन्छ। अझै त्यो घाम लागेको भए अझै खुलेन, आज मौसम खुलेको भए यति राम्रो देखिन्थ्यो कि। अनि त्यहाँको अनि यहाँबाट हेर्नु न कस्तो राम्रो छ कि। यहाँ माथि जाने बाटो चाहिँ नचिनेको, अनि त्यहाँ एउटा दाइ यतापट्टि त्यो मन्दिरको साइडमा बसेको थियो। अन्त दाइलाई हरन बजाएर मैले दाइ कता हो मन्दिर जाने भनेको, यहाँ माथि निस्किनुहोस् भन्नु पो। अनि त्यहाँबाट हामी सिधै माथि गयौँ। त्यहाँ चाहिँ पिच रहेछ उकालोमा, त्यहाँ पिच नभएको भए त गाह्रो हुन्थ्यो होला। धन्न पिच गरेको रहेछ कि, बाटो चाहिँ राम्रो गराएको रहेछ नि। फर्स्ट टाइमै आएको, हेर्नु न कस्तो राम्रो देखिन्छ तलतिर। अनि त्यहाँबाट हामी माथि गयौँ। माथि जाँदा त वाउ भयो हामी त। हेर्नु नि त सिडी देख्दाखेरि त वाउ कस्तो राम्रो देखिएको नि। अनि त्यहाँबाट हेर्नु कस्तो राम्रो सिडी रहेछ कि, कस्तो राम्रो लाग्यो। त्यहाँ कालिका माताको फोटो पनि त्यहीँ सुरुमै रहेछ। यता चाहिँ जङ्गल बाटो चाहिँ रहेछ त्यहाँसम्म हो नि, तर खासै हिँड्दो रहन्छन्, गाडीहरू चाहिँ हिँड्दो रहन्छन्, झाडी मात्रै थियो। अनि हामी चाहिँ यताबाट स्कुटी यहाँ राखेर अनि माथितिर चढ्छौँ। स्कुटी चाहिँ त्यहीँ राख्छ। अनि मिसले पनि हेर्दै हुनुहुन्छ कस्तो भए भनेर। राम्रै हुनुभयो मिस पनि, मिस सधैँ राम्रै हुनुहुन्छ। आज झन् मेकअप चाहिँ गरेर झन् राम्रै हुनुभयो। अनि त्यहाँबाट हामी अब माथितिर लाग्छ। अझै खुट्टा देखाउँदै यसरी चढिराखौँ हामी चाहिँ माथि सिडी चढेछौँ। कस्तो राम्रो लाग्यो त्यहाँ गएर। हो सबै के बेगनास्ताल पनि देखेको थियो हल्का त्यहाँ माथि मन्दिर पुगिसकेपछि त। कस्तो राम्रो डाँडामा ट्याक्क कस्तो मिलेको ठाउँमा हो कि मन्दिर पनि। हामीलाई धेरै इच्छा थियो कि यहाँ आउने, आज बल्ल पुरा भयो कि हाम्रो इच्छा चाहिँ। मिस कति छिटिनु है, यहाँ फेरि खेल्ने ठाउँ रहेछ, जिम गर्ने ठाउँ रहेछ पुरा। हामी फेरि जिम गरेर पुरा जिम सधैँ गर्ने त्यहाँ। फेरि मैले उचाल्न नसकेर यता तानी छु, यसरी बसेर उड्दाखेरि गर्छु अनि सक्दिनँ फेरि, त्यस्तो भइरहेको थियो। अनि यहाँबाट पनि भिडियो खिच्यौँ, कस्तो राम्रो रहेछ। यहाँ नाच्यौँ एकछिन, अझै 2जना भएर पुरा मोबाइल राखेर, अझै कोही थिएन नि त समाइदिने। अनि 2जनाले यहाँ मोबाइल राख्यौँ अनि यहाँ नाच्यौँ। अझै गीत पनि आफै गीत गाउँदै नाच्दै गरेको, के भयो थाहै भएन। अनि काँटा झऱ्यो मेरो फेरि नाच्यौँ। अनि के गीत हो भन्ने थाहा छैन फेरि यस्तरी नाच्यौँ हामी चाहिँ। आज चाहिँ हामी लेखनाथ चन्द्रकालिका मन्दिर आयौँ। हजुरहरू पनि आउनु होला, एकदम राम्रो छ मन्दिर चाहिँ। नजिक भएकोले चाहिँ छुटाउँदै नछुटाउनु है यो मन्दिर आउन। टाढा भएकोलाई खासै सम्भव नहोला होइन, नजिक भएकोले चाहिँ
जसरी नै आएर दर्शन चाहिँ गर्नु होला कि राम्रो छ त्यो ठाउँमा। त्यति भिड चाहिँ भएन, हामी जाँदा खासै मान्छे थिएन न खासै। अनि हामी निस्किने बेलामा चाहिँ आउनुभयो, धेरैजना आउनुभयो। अनि आएपछि उहाँहरू पूजा गरेर निस्किसक्नु, हामीलाई टिकटक बनाउँदा भिडियो खिच्दा फोटो खिच्दा ठिकै भयो। एकछिन चाहिँ भुल्यौँ हामी चाहिँ। अनि त्यहाँबाट हेर्नु नि कतिजनाले सहयोग गर्नुभएको रहेछ। मिसले चाहिँ फुल देखेपछि लगाइहाल्नु भयो कानमा चाहिँ। अनि यहाँ बाजे हुनुहुन्थ्यो, एकजना बुवा हुनुहुन्थ्यो, पण्डित बुवा हुनुहुन्थ्यो। उहाँले यसो पढ्नुभएको थियो, सरस्वती माताको बुक पढ्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ यहाँ घन्टी बजायौँ अनि पूजा गऱ्यौँ। अनि पूजा गरेको भिडियो चाहिँ मैले खासै राखिनँ, अलिअलि मात्रै राखेँ। अनि त्यस्तरी खासै राखिनँ। भित्र पूजा गरेको अब खिचिदिनु भएन नि त। अनि दुईजनाले सँगै पूजा गऱ्यो। अनि गरेपछि खिच्ने मान्छे कोही हुनु भएन। बुवाले चाहिँ टिका लगाइदिएको भिडियो चाहिँ यहाँ छ अलिअलि राखेर। अनि यसरी निस्किन्छौँ हामी चाहिँ। अनि एकछिन हामीले यहाँ बाहिर टिकटक गराउँछौँ, रमाइलो गर्छौँ। त्यसपछि हेर्नु कस्तो राम्रो देखियो मन्दिर। अनि हेर्नु न आकाश पनि पानी पर्ला जस्तो भइरहेको थियो त्यति बेलासम्म। अनि एकछिनमा चाहिँ घाम लागेर मौसम पनि खुल्यो। अनि हामी पनि एकछिन बस्यौँ। यहाँबाट त यति राम्रो देखिन्छ के अरे, हेर्नु न कस्तो राम्रो देखियो। तलको बजारहरू गाउँहरू सब देखिन्छ के, यति राम्रो छ कि त्यहाँबाट। यो मन्दिर चाहिँ जान नछुटाउनु होला, सबैजना गइदिनु होला, माया गरिदिनु होला। धन्यवाद। अब हामी चाहिँ यहाँ जुत्ता लगायौँ। अनि जुत्ता लगाएर कस्तो जुत्ता लगाउँदैछु मैले पनि। अनि लगाएर हिँड्यौँ हामी त्यहाँबाट। फेरि खुट्टा देखाउँदै टुनुक टुनुक गर्दै हिँड्यौँ। यहाँ फेरि हेर्नु न बच्चाहरू खेलिरहेछन्। हामी पनि गएर एकछिन खेल्छौँ त्यहाँ गएर। अनि रमाइलो रहेछ। अलिक टाढा हुन्छ, नभए त डेली आउनुहुन्थेन, अलिकति टाढा पर्छ। म पनि खेलेछु हेर्नु न यस्तरी। अनि हामी चाहिँ त्यहाँबाट फर्किन्छौँ। बाई बाई गाइज भन्दै गयौँ हामी चाहिँ। स्कुटी स्टार्ट गरेँ मैले। अनि निस्कियौँ। अनि आएर सरसर आइयो। तल ओह्रालै झऱ्यो, उकालै चढेँ मैले, ओह्रालै झऱ्यो। साथीहरू सबैजना जानु होला चन्द्रकालिका मन्दिर। आएर खाना खाएर अफिसतिर गयौँ। 10 बजेतिर अफिसतिर गइसकेको थियौँ हामी चाहिँ, आइसकेको थियौँ। छिटै गएको थियौँ नि त बिहान। बाई बाई गाइज, थ्याङ्क यू।